निष्ठुरी बालनले ल्याउँदैछन् सबैभन्दा ठूलो पराकम्पको भुइँचालो। एनजिओले सरकार चलाएको हो, जेनजीलाई मल्हम लगाएनन् बालनले। घट्दो लोकप्रियता, नयाँ राजनीतिक दल सहित उथल पुथलको संकेत। केही वर्ष अघि राजधानीका मेयर बालेन्द्र शाह बालनलाई युवा पुस्ताले परिवर्तनको प्रतीक मानेका थिए। सिस्टम तोड्ने मेयर भनेर चर्चित बालनले अहिले पनि त्यही प्रणालीभित्र अड्किएको चरित्रका रूपमा देखिन थालेका छन्। जेनजी आन्दोलनपछि उनको लोकप्रियता घट्दै गएको छ र उनीप्रति आक्रोश र आशा दुवै मिश्रित रूपमा देखिन थालेको छ। निष्ठुरी बालन भन्दै जेनजीको आक्रोश। 23 र 24 गते भदौको जेनजी आन्दोलनमा घाइते परिवार र शहीद भएका युवाको परिवार अहिले पनि काठमाडौँमा उपचार र न्यायको पर्खाइमा छन्। तर आन्दोलनमा नयाँ पुस्ताको आवाज भनेर चिनिएका बालन उनीहरूसँग भेट्न पुगेनन्। मृतक ईश्वर अधिकारीका बाबु कमल अधिकारी भन्छन्, हामीले बालनलाई आफ्ना ठानेका थियौं, उहाँ हाम्रो बीचमा आउनुहुन्छ भन्ने आशा थियो, तर उहाँ त फर्केर पनि आउनु भएन। सामाजिक सञ्जालमा पनि बालनमाथि आक्रोश उत्रिएको छ। ट्विटर र फेसबुक उनी विरुद्ध #निष्ठुरी बालन जस्ता अभियान चलिरहेका छन्। अभियन्ताहरू भन्छन्, जेनजी आन्दोलनले काठमाडौँको सडक रुँदै थियो, तर काठमाडौँका मेयर मौन थिए। त्यो मौनता इतिहासले माफ गर्ने छैन। मौनताको राजनीतिक मूल्य। बालनका निकटहरूले भने उनलाई राजनीतिक रूपमा तटस्थ रहन खोज्ने व्यक्तिका रूपमा बचाउ गर्छन्। उनका एक सल्लाहकार भन्छन्, मेयर न्यायिक विषयमा हस्तक्षेप गर्न चाहँदैनन्, त्यसैले उनी बोल्दैनन्। यो संवेदनशीलताको घडी हो, कमजोरी होइन। तर राजनीतिक विश्लेषकहरूको ठम्माई फरक छ। विश्लेषक युवराज ग्यावाली भन्छन्, मौनता नै कहिलेकाहीँ राजनीतिक अपराध हुन्छ, विशेष गरी जब जनताले तपाईमा नै न्यायको अपेक्षा राखेका हुन्छन्। महानगरभित्र पनि पछिल्लो समय बालनको कामप्रति असन्तुष्टि बढेको छ। सड़क फोहोर व्यवस्थापनदेखि भवन नक्सा स्वीकृतिमा ढिलाइ, ठेक्कापट्टामा विवाद, कर्मचारी असन्तुष्टिका कारण बालनको कड्किलो छवि धमिलो हुन थालेको थियो। राजसभामा जाने चर्चा र पोखराको संकेत। पछिल्लो समय बालनको राजनीतिक भविष्यबारे नयाँ चर्चा शुरू भएको छ। केही साता अघि पोखराका उनका पुराना साथीले निजी भेटमा भनेका थिए, बालन अब सड़कमा होइन संरचनामा प्रवेश गर्न खोज्दैछन्। उनका साथीले अन्तर्वार्तामा पनि खुलाएका छन्, बालन राजसभा जान सक्दैनन्, तर नयाँ पार्टी खोल्न सक्छन्। राजसभाका केही स्रोतहरू पनि स्वीकार गर्छन् कि बालन र राजसभाका शीर्ष नेताबीच अनौपचारिक सम्वाद भइरहेको छ। पार्टीभित्र सुधारवादी समूहले बालनलाई स्वतन्त्र हैसियतको अनुहारका रूपमा ल्याउन सक्ने विकल्पमा छलफल भएको बताइन्छ। तर आधिकारिक रूपमा राजसभाले भने कुनै निर्णय नभएको जनाएको छ। राजसभाका सांसदले भनेका छन्, यदि बालनले पार्टीको ढोका ढकढकाए भने उनलाई स्वागतै छ, तर आयातित मान्छेलाई सभापति बनाउँदैनौ। नयाँ राजनीतिक सहकार्यको संकेत। बालन बारे चलिरहेको अर्को चर्चा राजसभा मात्र होइन, नयाँ राजनीतिक शक्तिहरू बीच पनि सम्भावित सहकार्यको हो। पोखराका साथीहरू भन्छन्, बालन केही स्वतन्त्र सांसद र जेनजी आन्दोलनका अभियन्ता बीच नयाँ मोर्चा निर्माणको प्रारम्भिक खाका तयार हुँदैछ। यो मोर्चाले भ्रष्टाचार विरुद्ध कार्यकारी प्रणालीमा सुधार र संविधान संशोधनका विषयमा साझा एजेन्डा बनाउन खोजिरहेको छ। विश्लेषक हरि अधिकारी भन्छन्, नेपालमा अहिले राजनीतिक रिक्तता छ। बालन, रवि र जेनजी जस्ता नामहरू यदि एउटै प्लेटफर्ममा आए भने त्यो नयाँ पुस्ताको गठबन्धन बन्न सक्छ। तर त्यस्तो सहकार्य भावनात्मक होइन, ठोस नीतिगत हुनुपर्छ। बालनको रणनीतिक मौनता वा अवसरको प्रतीक्षा। बालन अहिले कम बोल्छन् तर कम देखिन्छन्, तर स्रोतहरू भन्छन् उनी पछिल्ला समयमा राजनीतिक सल्लाहसँग जोडिएर नियमित भेटघाट गरिरहन्छन्। उनका निकट साथी भन्छन्, बालनले मेयर पदको कार्यकालपछि ठूलो राजनीतिक फ्रन्ट बनाउने तयारी गर्दैछन्। उनी अहिले समय पर्खिरहेका मात्र हुन्। युवाहरूमा भने मिश्रित धारणा छ। एकातिर निष्ठुरी भन्ने आरोप छ, अर्कातिर सिस्टम सुधार गर्न सक्ने एक्लो व्यक्ति भन्ने विश्वास अझै बाँकी छ। जेनजी आन्दोलनपछि बालन शाहको छवि निर्णायक मोडमा पुगेको छ। उनी न जनताको आक्रोशबाट पूर्णतया जोगिन सकेका छन्, न त राजनीतिक आकांक्षाबाट टाढिन। निष्ठुरी बालन भनेर आलोचना भइरहे पनि राजनीतिक गलियारामा भने उनलाई सम्भावनाको चेहराका रूपमा हेरिएको छ। अन्तरिम सरकारलाई अहिले एनजिओको सरकार भनिएको छ। सुदन गुरुङ लगायतका व्यक्तिहरू एनजिओमा आबद्ध भएका कारण उनीहरूमाथि ठाडो प्रश्न उब्जिएको छ। अब राजनीतिक प्रश्न केवल यही छ, बालन न्यायको पाटोमा जनतासँग फर्किन्छन् कि राजनीतिक सहकार्यको बाटोमा सत्ता र संरचनासँग? नेपालको नयाँ पुस्ता बालनसँग त्यसको जवाफ पर्खिरहेको छ।